हेलो गुड मर्निङ गाइस सबैजना सन्चै हुनुहुन्छ होला भनिकन आजको नयाँ एपिसोड चाहिँ सुरु गर्न आँटिरहेको छु। आज चाहिँ क्रिसमसको प्रोग्रामको पार्टीमा चाहिँ म जाँदैछु। कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अस्तिकै ठाउँमा जहाँनिर चाहिँ हामी अस्ति गएको थियौँ वेस्ट काउलोनमा, उहाँ जाँदैछौँ। हामी उहाँ गएर भेट्नेछौँ। क्रिसमसको पार्टी प्रोग्राम कस्तो हुन्छ भन्ने कुरा चाहिँ उहाँ गएर भेट्नेछौँ। तपाईँहरू मैसँग रहनु होला। ल हामी चाहिँ वेस्ट काउलोनमा आइसक्यौँ अनि साथीहरू मान्छेहरू आउने क्रम जारी नै छ। अनि यहाँनिर चाहिँ अस्ति यस्तो यो नानीहरूको लागि खेलाउन थिएन, यहाँनिर चाहिँ चौर थियो, तर अहिले चाहिँ पैसा उठाउने ठाउँ बनाइसकेको रहेछ। यस्तो देख्न सकिन्छ। आजको बिहान चाहिँ एकदमसँगले खुल्ला वातावरण छ, एकदम चिसो चिसो मौसममा यस्तो दामी सौन्दर्य ठाउँहरू देख्न पाइँदैछ। दिदीहरू नानीहरू अगाडि छ भनेदेखि लिएर उहाँहरू चाहिँ फ्रेममा आउन चाहनुहुन्न। पछाडिबाट चाहिँ मैले खिचिरहेको अवस्था छ। यी नानीहरू खेल्ने ठाउँ चाहिँ यस्तो बनाइसकेको रहेछ। अस्ति यहाँनिर चाहिँ केही पनि थिएन, आज चाहिँ यस्तो बवाल बनाइसकेको रहेछ कि भनौँ न पैसा उठाउने मेस हो। यहाँ छिर्दाखेरि पैसा लाग्छ, त्यही भएर यिनीहरूले त्यही हो कन्ट्र्याक्ट गरेर नानीहरू खेल्ने ठाउँ बनाइसकेको रहेछ। अस्ति चाहिँ यहाँनिर तपाईँले देख्नु भएको थियो नानीहरू मात्रै यताउता परिवारहरू आएर यत्तिकै बस्ने थियो। आज चाहिँ पुरैसँग चाहिँ यस्तो बवाल बनाइसकेको रहेछ यार। आमामा यी क्रिसमस ट्री रेडी गरिसकेको रहेछ यहाँनिर चाहिँ। अब यहाँबाट अझैसम्म पनि छिर्न पाएको रहेन रहेछ। क्रिसमस पछाडि मात्रै छिर्नु दिने हो कि के हो यहाँनिर, अहिलेसम्म चाहिँ छिर्नु दिएको रहेन रहेछ है। यो हान्दाखेरि चाहिँ के हुने, के को स्ट्याम्प रहेछ त यो? म चाहिँ यहाँनिर समुद्रको किनारमा छु। एकदम दामी किनार देखिरहेको छ। अनि हाम्रो प्रोग्राम हुने ठाउँ चाहिँ यतैतिर होला। यहाँ भित्रतिर हामी चाहिँ प्रोग्राम गर्छौँ। हेरौँ अब कहाँनिर छ ठाउँ। दाइले अघि ठाउँमा रोकिसक्नु भएको छ है। त्यहाँ गएर चाहिँ हामी प्रोग्रामको लागि व्यवस्थापन गर्नेछौँ। आजको हाम्रो प्रोग्राम चाहिँ यहाँभित्र, यहाँ जङ्गलभित्र, सानो जङ्गलभित्र छ। दाइ एक्लै बसिराख्नु भएको रहेछ। यी सामानहरू लिएर आएर चाहिँ बेजाल टोपी सोपी लगाएर चाहिँ दाइ चाहिँ रेडी भइराख्नु भएको रहेछ। यी हाम्रो चाहिँ प्रोग्राम सकिसकेको छ। अनि हामी चाहिँ अब यहाँ प्रोग्रामको यहाँनिर गिफ्ट साटासाट चाहिँ गर्न आँटिरहेका छौँ। हेर्नुहोस् अब यहाँनिर कसरी गिफ्ट साटासाट हुन्छ। गिफ्ट चाहिँ हाम्रो यहाँ छ एकदमै धेरै। क्रिसमसको गिफ्ट चाहिँ साटासाट गर्ने, यो गिफ्ट चाहिँ हामी साटासाट गर्छौँ। यता नानीहरू, यता चाहिँ सबै ठुल्ठुलो मान्छेहरू चाहिँ यता हुन्छ। सबैजना लाइन लागेर चाहिँ गिफ्ट साटासाट गर्छौँ। ले हो लडेछ त मान्छे त हो। आशिष यता उभियो।
बस्ने हैन आशिष बस्ने हैन। हामी चाहिँ गेम खेल्न आँटेको छौँ अनि मलाई चाहिँ गिटार बजाइदिनु भन्नुभयो अनि म चाहिँ अब गिटार बजाउन आँटिरहेको छु। अनि यहाँनिर सबैजना लाइन लाग्नुहुन्छ अनि म चाहिँ यहाँ बसेर गिटार बजाउँछु अनि गिटार जब झ्याप्पै रोक्छु अनि त्यस पछाडि उहाँहरूले चाहिँ गिफ्टको लागि गेम खेल्दै हुनुहुन्छ। मेरो चिटामा चाहिँ 26 नम्बर परेको थियो। त्यहाँनिर चाहिँ मैले पैसा पाइसकेको छु। अनि नानीहरू यतापट्टि खेल्ने ठाउँ छ यहाँ। अनि चाहिँ नजिकै खोला जस्तै पनि छ। यो चाहिँ बनाएको खोला हो। अनि यहाँ चाहिँ गेमहरू खेलिराख्नु भएको अवस्था छ भनेर यतापट्टि खानाहरू यता बनिँदैछ। म चाहिँ यता नानीको घोटाला गर्दैछु। मैले चाहिँ पाएको यो हो। अनि यहाँ पछाडि चलिरहेको छ यो गिफ्टको कसले दिएको हो भनेर थ्याङ्क यू भन्ने कार्यक्रम चलिरहेको छ है, देख्न सक्नुहुन्छ। यो मेरो 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 यस थ्याङ्क यू मेरो गिफ्ट चाहिँ यो तपाईबाट खिच्नु है। सबै प्रोग्रामहरू चाहिँ सकिसकेको छ अनि अब हामी चाहिँ खाना खान आँटेको छौँ। सबैजनालाई भोक लागेको अवस्था छ अनि अब खानाहरू रेडी हुने कार्यक्रम चलिरहेको छ। रोटी तरकारी अचार के खानेकुरा पनि आम्मा मैले चाहिँ खाना पाइसकेको छु अनि म चाहिँ अब यहाँ खाना खान्छु। यहाँनिर दिदीहरूले बाँड्दै हुन्छ, म चाहिँ आफै गरेर लिएर आएको। सबै खानेकुराहरू एकदमै धेरै छ। प्री क्रिसमसको पार्टी चाहिँ फेरि भइरहेछ हाम्रो। आजको प्री क्रिसमसको यी कार्यक्रममा चाहिँ हामीले यसरी खानेकुराहरू यसरी बनाएर अनि सबैजना लिएर थोरै लिएर चाहिँ यसरी खाँदैछौँ। युट्युबमा आउँछ, तपाईँहरूले देख्न सक्नुहुन्छ भिडियो। सबैजना खुसीसँगले चाहिँ यी यसरी खानेकुराहरू खाइरहेको छौँ। युट्युबमा आउँछ यो भिडियो चाहिँ ल। कमेन्ट गर्ने चाहिँ 1 नम्बरको तपाईँ मात्रै हो। मेरो ठुलो यो भ्युवर भनेको तपाईँ हो क्या, विशेष मेन मान्छे मेरो। ल यस्तो छ आजको भिडियो चाहिँ। यस्तो छ यी खानेकुराहरू। यहाँ ल्याएको थियौँ अलिअलि, सबैजनाले थोरै अनि यहाँ यी खाँदैछौँ बसेर मजाले। खानापिना पनि खाइसक्यो। अब चाहिँ सबैजना घरतिर लाग्नु हो। हामी चाहिँ एकछिन यहाँ बस्ने हो, एकछिन यताउता समुद्रतिर जाने हो, समुद्र किनारतिर जाने हो, हेर्ने हो अनि मात्रै एकछिनमा घर जाने हो। अहिले नै के हतार गर्नु, सबैजना आधी जति चाहिँ निस्किसक्नु भइसक्यो, घरतिर जानु भइसक्यो। हामी चाहिँ अझैसम्म पनि यहीँ छौँ, बसिरहेको छौँ। मलाई चाहिँ हतार छैन। हामी सबैजना चाहिँ खानापिना खाइसकिसकेर चाहिँ म चाहिँ यतापट्टि आएको थिएँ यहाँनिर टोइलेटमा। अनि यहाँनिर चाहिँ त्यस्तो देख्न पाइयो, अगाडि पनि देखिहाल्नु भयो तपाईँले। अनि यहाँनिर चाहिँ पारिपट्टि पनि बवाल देखिरहेछ, समुद्र छ यतापट्टि चाहिँ भनेदेखि लिएर। त्यही हो आजको भिडियो चाहिँ यस्तै हुँदैछ। अनि अब चाहिँ हामी घर जानुपर्छ होला भन्ने मलाई लागिरहेछ। किन भन्दाखेरि चाहिँ सबैजना घर गइसके, हामी मात्रै बाँकी छौँ। हामी अझै एकछिन बस्छौँ होला
एकछिन बसेर मात्रै घर जान्छौँ किनभने यहाँ छेउमा यहाँ बसेर चाहिँ समुद्र हेर्दै माथिको परको घरहरू हेर्नु चाहिँ मजा हुन्छ तर यो घर चाहिँ त्यति साह्रो क्लियर देखिएको छैन किन भन्दाखेरि चाहिँ जाडो महिना पनि हो जाडो महिना भएको कारणले गर्दाखेरि तपाईँको त्यो घुस्से लागेको हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ त्यस्तो क्लियर चाहिँ देखिँदैन एकदम ठिकै मात्रै छ भनौँ न सबैजना घर जानुको लागि हामी रेडी हुँदैछौँ यहाँनिर हामी चाहिँ एकछिन बस्नुपर्छ होला घर गएर पनि कामै छैन यहाँ बसेर पनि एकछिन दिमाग त फ्रेस हुन्छ भन्ने हिसाब हो हाम्रो चाहिँ यस्तो छ हामी बसेर खेलेर सबै कुरा गरिसक्यो अब चाहिँ हामी घर जाँदैछौँ अनि यहाँबाट चाहिँ सनसेट भएको मजाको देखिरहेछ पर डुब्नु आँट्यो घाम बबाल देखिरहेको छ मान्छेहरू अहिले चाहिँ यहाँनिर अघि थिएन अहिले चाहिँ भराभरि भराउ छ टनाटनी मान्छेहरू भएको अवस्था छ अब चाहिँ हामी यहाँबाट सिधै घर जान्छौँ अहिले हामी चाहिँ गाडी चढ्ने ठाउँमा आइसकेको छु अनि सबै दाइहरूसँग छुट्टियो दाइहरू पनि घर जानुभयो अब हामी पनि घर जानको लागि चाहिँ हामी रेडी हुँदैछौँ यी परसम्म गाडीहरू आउने जाने कार्यक्रम यहाँनिर एकदमै धेरै चलिरहेको छ हामी चाहिँ घर आइपुगिसक्यो अनि सबैजना आफ्नो घरतिर सबैजना जानुभयो हामी पनि धेरै बेरसम्म त्यहाँनिर बसेर गफ गरेर दाइहरूसँग अनि पारिवारिक कुराहरू गर्दै बस्यो अनि एकदमै राम्रो लाग्यो हामीले धेरै कुराहरू गर्यो त्यहाँनिर प्री क्रिसमस चाहिँ एकदम बवाल तरिकाले मनायौँ अब क्रिसमसको भिडियो पनि चाँडै आउँदैछ तपाईँहरू मैसँग रहनु होला भन्न चाहन्छु अनि अब हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा तबसम्मको लागि तपाईँ खुसीसँगले ह्याप्पीसँगले परिवारसँग रहनु होला भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु सी यू नेक्स्ट एपिसोड बाई बाई